सर्वप्रथम आज राष्ट्रिय युवा सङ्घ साइबर सर्कल गठन गरेर अहिलेको समाजमा धेरै युवाहरू इन्गेज हुने युट्युब आदि इत्यादि सञ्चालन गर्ने जुन तपाईहरूले उद्देश्य राख्नु भएको छ, यो वर्तमान परिप्रेक्ष्यमा चाहिँ नि निकै नै सान्दर्भिक र निकै नै महत्त्वपूर्ण विषय हो भन्ने मलाई लाग्छ। र यसरी युवा सङ्घले आम युवाहरूलाई सचेत सङ्गठित गर्नको लागि जुन एउटा साइबर सर्कल गठन गरेर युवाहरूलाई मनपर्ने विषयवस्तु युट्युब, टिकटक आदि मार्फत समाजमा एउटा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखेको छ। त्यसको लागि युवा सङ्घ परिवारलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब उमेरको हिसाबले म पाएको मान्छेलाई यसको ओपनिङको जुन जिम्मेवारी दिनुभएको छ त्यसको लागि पनि धेरै धेरै धन्यवाद र म धेरै खुसी छु। र अहिले युवाहरूमा अलिकति नकारात्मक भावना फैलाउने तत्त्वहरू समाजमा सल्बलाइरहेको देख्छु। युवाहरू आफै नराम्रो होइनन्, तर उनीहरूलाई एउटा दिग्भ्रमित गर्ने खालको जुन काम समाजमा भइराखेको छ र त्यसलाई काउन्टर दिने हिसाबले राष्ट्रिय युवा सङ्घले पनि उनीहरूले दिग्भ्रमित गर्ने खालको विभिन्न विषयवस्तुलाई अगाडि लैजान खोजेको छ भने राष्ट्रिय युवा सङ्घले युवाहरूलाई एउटा सही बाटोमा हिँडाउनको लागि, युवाहरूलाई उत्प्रेरित गर्नको लागि, युवाहरूलाई सचेत बनाउनको लागि यो कार्यक्रम र यो कार्यक्रम अन्तर्गत त्यस्तै उस्तै विषयवस्तुहरूलाई चाहिँ नि तपाईँहरूले राख्नुहुनेछ भन्ने मलाई विश्वास छ। अब त्यसमा मैले केही समय अगाडि बाहिर ल्याएको यो जुन करुणा भन्ने एउटा किताब छ, योभन्दा अगाडि पनि मैले मेरा अनुभूति भनेर त्यसमा विशेष त हाम्रो केपी सरको हेल्थसँग रिलेटेड विषयहरूलाई समेटेर एउटा सानो पुस्तक एकदम हतारमा निकालेको थिएँ। र तर त्यसलाई चाहिँ नि व्यवस्थित गर्न अहिले पनि सकेको छैन। र त्यसको तुलनामा यो करुणा अलिकति व्यवस्थित ढङ्गले अलिकति यसो साथीभाइहरूसँग पनि छलफल गरेर प्रकाशन गरेको छु। र मलाई लाग्छ आजका युवाहरूले यो करुणाभित्रका विभिन्न शीर्षकहरू, यसमा 40-41 शीर्षकहरू छ। त्यसमा मेरो व्यक्तिगत जीवनदेखि लिएर हाम्रो समाज अनि नेकपा एमालेको केही राजनैतिक उहरू र हाम्रा विभिन्न चुनावसँग रिलेटेड कुराहरू जुन चाहिँ नि मैले अनुभूत गरेको कुराहरू भनौँ न लाई चाहिँ नि छोटकरीमा थोरै चाहिँ नि मैले यी किताबमा गरेको छु। र तपाईँहरूले यो करुणालाई आम नेपाली युवाहरू बीच पुर्याएर बुद्धको
देशका चाहिँ नि हामी नेपालीहरूलाई करुणा भाव हामीमा आउनै पर्छ र एउटा हाम्रो यो स्वत सिद्धै कुरा पनि हो। साथसाथै करुणाको साथसाथै करुणालाई चाहिँ नि व्यवहारमा लागू गरेर यो हाम्रो समाजलाई एउटा स्वच्छ ढङ्गको, स्वतन्त्र ढङ्गको र एउटा सन्तुलित ढङ्गको र भविष्यलाई निर्देशित गर्ने खालको सन्देशहरू पनि यो करुणा मार्फत आम युवाहरूको बिचमा पुर्याउनको लागि म राष्ट्रिय युवा सङ्घसँग अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद राधिका आमा। हजुरको यो किताबमा जसरी भामा दिदीको एउटा प्रेरणाले तपाईँ स्कुलसम्म डोरिनुभयो र त्यो स्कुलको यात्राबाट, विद्यालयको यात्राबाट राष्ट्र ब्याङ्कसम्मको तपाईँको जुन सफल यात्रा भयो, आजको हजुरको हरेक शब्दले हामीलाई त्यस्तै खालको प्रेरणा, ऊर्जा मिल्नेछ भन्ने म आशा राखेको छु। राष्ट्रिय युवा सङ्घ साइबर सर्कल विभागद्वारा आज साइबर सर्कल युट्युब च्यानल उद्घाटन भएको छ र यसै मार्फत आम विशेष गरी युवाहरूमा प्रख्यात पोडकास्ट च्यानल पनि हामीले यही साइबर सर्कल च्यानलबाट चाहिँ सुरु गर्दैछौँ। यति भन्न चाहन्छु। हाम्रो यो उद्घाटन गरिदिनु भएकोमा राधिका आमालाई धेरै धेरै धन्यवाद र यो हजुरको यो किताब करुणामा भएको हरेक प्रेरणादायी ऊर्जाशील विषयलाई हाम्रो कार्यक्रम मार्फत युवाहरूमा पुर्याउने हाम्रो मुख्य जिम्मेवारी रहेको छ पनि म यहाँलाई भन्न चाहन्छु। हजुर धन्यवाद। धन्यवाद धेरै धेरै। अन्तिममा मलाई त कमरेड सन्जु पनि भन्न मन लागेको थियो। एकदम हजुरको हरेक हरफ, हरेक पत्र यति छोयो होइन। हामी पनि यसरी यहीँ हुर्किया मान्छे काठमाडौँमा, अनि त्यो एकदम अनुभव धेरै गर्न पाएँ। सबै खालको गणतन्त्र पनि हेरियो, राजतन्त्र पनि हेरियो, अब माओवादीको सबै पनि हेरियो होइन। कहिलेकाहीँ खुसी लाग्छ सबै कुराहरू अलिअलि भए पनि। ठिक छ, म आफ्नो अनुभवहरू तपाईँहरूलाई चाहिँ नि सेयर गरेर अगाडि बढ्नको लागि मेरो तर्फबाट, अब तपाईँहरू जस्तो म कुद्न सक्दिनँ होइन, तर अब बसी बसी गर्न सक्ने कामहरू म गरिराखेकै छु र फेरि पनि गर्छु। धन्यवाद।